Starting out there with Jujutsu. It's a lot of bags in this bag. Backseat, it's a lot of hands on this map. Don't ask me, calling for a taxi. I said pull a tax speed, we wouldn't stand, it's a wrap. A few moments later. पुग्यो No sound. खोइ त्यो कहाँ हो यहाँबाट जाँदैछौँ हामी के बनाए केटा ए बाबु मसँग हिँड्दा के हुनुपर्छ भने आग लागि होइन होइन डिसिप्लिन हुनुपर्छ भने होइन हजुर काटेको छैन अहिले एकछिन ल दाम हाम्रो ब्लग किन सुरु नभएको भन्दै त हाम्रो ब्लग किन हामी हराएको हामी त हराएन तिमी हरायो किन हराएको भन्दैन अलिकति किन बिजी भएको भन्दैन गर्लफ्रेन्ड आएर छ वर्षपछि गर्लफ्रेन्ड आएर अनि 3 वर्षपछि आयो भने भइहाल्यो नि गाइस दिनदिनै होइन दिनदिनै त हाउ गफ नाने बाबु एक दिन त छुट्टी हुन्छ कसको मेरो भनेपछि बिजनेस चलिरहेछ राम्रै छ हाम्रो ब्लग कन्टिन्यू हुन्छ हुँदैन ल यहाँ जनताहरूले यहाँ कमेन्ट आएर हुन्छ त भन्नु पर्यो नि त केटो अबदेखि हुन्छ है गाइजहरू हेर्दै गर्नु होला टक्क लगाएर कहाँ कहाँ जान्छौँ टक्क लगाएर आउँछ डाङ राम्रो भयो नि नराम्रो भयो नि जेस के गर्ने भनेर इम्प्रुभमेन्ट होइन राम्रै आउँछ गाइजहरू डोन्ट वरी मेरो एडिटिङ कस्तो छ नि मेरो एडिटिङ कस्तो छ हजुर एडिटिङ दामी छ हजुर भन्ने यहाँ छ डिजाइन केटाहरू चाहिँ रेस्पेक्ट भनेको छैन है डिसिप्लिन भने मैले होइन अब डिसिप्लिन भने अलि हुन्छ नि त आफ्नो म्यानरहरू देखाउने यस्तो यस्तो फोहोर नगर मैले त्यही हो फोहोर पनि गर्नु भएन केटाहरूले अनि यस्तो पार्किङ पनि नगर्ने हो मलाई सशुल्क पार्किङले जे भने पैसा त तिर्नुपर्ने रहेछ यहाँ नि पैसा तिर्नुपर्छ के हो राम राम जहाँ पनि पैसा तिरेर काम छ कहाँ दिनु नि जहाँ पनि पैसा तिरिने पार्किङको तिरायो अनि मतलब न उनीहरूको बजेटले बनाएको पुल हो यो हामीले तिरेको पैसाले 15% काट्छ अझ यहाँ स्यालेरी किन कमाउँछ भन्ने रहेछ रानी चुल्ला चुल्ला कि न चुल्ला दामी हालेको यहीँ तल जस्तो लाग्यो है यहीँ तल जस्तो लाग्यो टावल चाहिँ लेसिले होइन ल्याएको फिक्स साबुन पऱ्यो सबै ल्याएको ल्याएर झन् कति ल्याउनु हामी के भएको भन न उता पैसा लिन गएको थियो ठाउँमा त्यो बुढोमा के त पैसा लिन गएको थियो 1.5 घन्टा पछि आइदियो भन्यो अब उसको केही प्रब्लम भइरह्यो भने त अनि ल अब
अनि गर्मी भइरहेको थियो नि त अनि हामी दुईजना जाने विचार गरेँ अनि तपाईँ आउँछ जस्तो लागेको थियो अस्ति स्विमिङ खेल्न जाने भनेको थियो नि त अनि कल गरेँ आइस खुसी लाग्यो आउनै पर्यो के हो पर्यो यही होला डेस्टिनेसन चाहिँ मेरो अब यहाँ स्विमिङ गरिन्छ हामी अर्ग्यानिक अर्को झर्ना डिस्कभर गर्न गइरहेको छ हाम्रो काटा साइड चाहिँ एक नम्बरको गफारी छ नि केटाहरूलाई थाहा होला होइन बवाल भएर हावा ताल्न लगिरहेको छ ए बाबु पक्न पक माछा मारेर जाने हो के हो पानी त सफै रहेछ यार के बनायो केटा के बनायो खोइ कहाँ यो झर्नामा त रहेछ नि त जाउँ जाउँ क्या कितना दामी हो यार यहाँ छ होइन रानी झुल्ला अनि यो बाटो
यो बाटो हुँदै 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 यहाँबाट गए पुग्ने क्या हामी वहाँबाट माथि गएर एक यस्तो फेरि यस्तो यस्तो अनि माथि गएको यार मैले भने कि त्यहाँ हामीलाई गाइड गर्ने केटाले भने उनीहरूलाई थाहा थिएन अनि हाम्रो गाड फाट्यो अघि न पुलमा जाने हो कि नजाने ऊ यहाँबाट हेर्नु पर्ला क्या कस्तो भ्यू देख्दो रहेछ उता बिचमा बसेर के हो केटाहरू के हो स्न्याप लाज पताएर चल्यौँ के पुलबाट फोहोर नफेल्नु होला दामी रहेछ अस्ति हामी के अरे न्यु इयरमा आएको बेला आउनु नपाएको क्या ढिलो भएर डर लाग्ला जस्तो छ यार बबाल रहेछ भनौँ कि होइन भनौँ कि तनाबै तनाव यहाँबाट केही छैन होला नि है उता पारिपट्टि पारी हाइट त रहेछ यार डरलाग्दो रहेछ हाइट कति लग्यो होला क्या उठेर फेरि ऊ यहाँ नि प्लटिङ सुरु भइसकेको रहेछ नि त कटान आर्टिस्ट पोर्ट्रेटबाट कस्तो त्यतिकै बस्छ अब हामी कहाँ जान्छौँ चोकतिर साइलीको भट्टीमा एउटा बसेर एउटा खिच्नु पर्ने होइन पुग्यो मोडलवाला पोज आउँछ भने हाल्यो नि केटा ल्याम्ब लिन काका त्यो लाउनु पर्ने कि एकबाट हाल्छ कतिवटा हुन्छ हाल्न हाल मिठो मिठो रहेछ हाम्रो यात्रा कहाँसम्म हो हाम्रो यात्रा कहाँ अब घर घर कि जिआरजी जाने भयो त होइन जाने